Hello, aloha, welcome to my another vlog. आज चाहिँ म एकदमै सिम्पल vlog जसमा चाहिँ मेरो फ्यामिली जो अमेरिकामा हुनुहुन्छ सानो शर्मा फ्यामिली देखाउँछु है त। सानो शर्मा फ्यामिलीमा चाहिँ कतिजना मेम्बर हुनुहुन्छ त्यो सबै म तपाईहरुलाई देखाउँछु। म चिनाउँछु मेरो फ्यामिलीमा। सबभन्दा फर्स्टमा चाहिँ हाम्रो फ्यामिलीको शर्मा फ्यामिलीको सबभन्दा जेठो बाठो मान्छेबाट म स्टार्ट गर्छु। सकेसम्म म क्रम वाइज जान्छु, तर अब मिलेन भने अब सबैजना चाहिँ म छुटाउँदिन है त। सबभन्दा फर्स्टमा चाहिँ वेलकम गर्छु हाम्रो दादालाई। वेलकम दादा। धन्यवाद। उहाँ चाहिँ हाम्रो हजुरबा हुनुहुन्छ, फ्यामिलीको जेठो बाठो मान्छे, सबभन्दा जेठो मान्छे हैन त। दादाले चाहिँ भर्खर हामी चाहिँ यो रिलेसनमा चाहिँ हाम्रो के छ भने हाम्रो फ्यामिलीमा चाहिँ सबैले कसैलाई दादा भन्छौँ, कसैलाई आमी भन्छौँ, हजुरबुवा हजुरआमा त्यस्तो भनेर स्पेसिफिक बोलाउँदैनौँ हैन। आमी सबैले आमी भन्छ नि। किन आमी भनेको सबैले? बच्चाहरूले आमी भने अनि त्यसमा सबैजनाले आमी बोलायो नि। के नातो राखेर सबैले बोलाउने भने त हो आमी भनिन्छ। अनि दादालाई चाहिँ दादा भनेर कसरी नाम आयो नि दादा? होइन केटाकेटीहरूले त्यही त हो नि, पहिला पहिला दादा दादा भन्न थाले, कसले तिनीहरूलाई सिकायो के अरे। हजुर। अनि त त्यहाँबाट चलेको दादा अहिलेसम्म पनि रेगुलर चलिरहेछ। दादा नै हैन, बच्चादेखि बुढोसम्म। बच्चादेखि बुढोसम्मले दादा। दादाले भर्खर रिसेन्टली बुक पनि निकाल्सेको छ नि हैन दादा? हो, रहर जिन्दगीको भन्ने किताब निस्केको छ। हजुर। मुक्तकको। हजुर। दादा भनेको ड्याडी पनि भन्छ, ड्याडी दादा ड्याडी जस्तै भएन। हजुरले के भनेर बोलाइसिन्छ त? म दादै भन्दिन्छु। दादा भन्छिन्छ। ऊ हाम्रो सानो नाति पनि दादा सबैले भन्छन् त्यस्तै। कसैले दाइ दाइ भनेर भन्छन्। हाम्रो नातिले समेत दादा भन्छ। कसैले के भन्छन् हैन, थरी थरीले बोलाउँछन् नि। हो। अब यहाँ डियर भन्छन्। हो। अब हामीले डियर भन्नु भएन। भयो। मिल्छ अहिले त। होइन मिल्दैन मिल्दैन, अहिले पनि मिल्छ। हामी बुढाबुढी पैसा पर्ने त अहिले हो नि हैन। एकचोटि भन्दिस् नि त। भन्दैन। लास अब यहाँ तिम्रो बात निस्किँदैन। निस्किँदैन? निस्किँदैन। ट्राई गर्छु न। जिब्रो जाम भएको छ अनि कहाँबाट मेरो ड्याडी घरको सबभन्दा सानो मान्छे। हाई बाबु। म त झुकेको, अङ्कल र बाबु त झुक्या। उहाँ चाहिँ मेरो अङ्कल होइसिन्छ। अङ्कल नमस्ते। अङ्कल छैन, मास्क लाउँदा यस्तो अङ्कल, मास्क लाउँदा दाढीमा नमस्ते मम्मी, मेरो मम्मी, मेरो भाइ, मेरो अर्को भाइ टेडी, रेचल। उहाँ चाहिँ मेरो पति देव। सानो फ्यामिली छ, त्यही भएर नमस्ते सजिलो। सानो फ्यामिली भने गन्न पर्छ अहिले। म चाहिँ ऋषभ दाजु, मेरो मामाको छोरा। चिनाउनु पर्यो नि त। चिनाउनु त ऋषभ। हाम्रो ऋषभ दाजुको फियान्से हैन? मेरो भिनाजु। आजको पार्टीको अर्गनाइजर मेरो फुपू। हेलो प्यारो दिजु, अर्को जेठो बाठो मान्छे। हजुर बच्चा हाई। हाई। बाबुको नाम के हो भन्दै त? जायन भन्दै। घरको सबभन्दा सानो मान्छे जयन। छोरीको बारीको मेवा कसैले आयो। अब यता सानो फ्यामिली अझ ठुल्ठुलो हुँदैछ। अहिले एकछिनमा चिनाउँछु नि अरू कोही कोही छुटफुट भएको छ भने।
यो त दुवै सुमित भाइ मनिदेखि अलिकति यता आउँदा तिमीलाई कस्तो लागिरहेछ त सबैलाई चिनिरहेछ मेरो फ्यामिली छैन बाँकी छ चिन्न बाँकी छ रेडी 1 मैले आफूले आफूलाई चाहिँ देखाएको छैन जस्तो लाग्यो सानो फ्यामिली भनेको छु कतिजना हुनुहुन्छ अहिले यहाँ म काउन्ट गरेर भन्छु टोटल चाहिँ हामी 23 जना हुन्छौँ हामी आज 23 जना मान्छेमा अहिले यहाँ भर्खरै कतिजना भयो 3टा फ्यामिली मात्र भइहाल्छ हामी यो सबैजना शर्मा फ्यामिली होइन कार्की केसी पनि हुनुहुन्छ 2 जना उहाँलाई पनि शर्मा फ्यामिली नै इन्क्लुड गरौँ न अहिले अहिले एकछिनमा को पाउनु छ म त्यो खोल्दैन आँटी ल पहिला यो खेल्ने अनि सुगा र गङ्गटो अब यो मलाई किन एउटा चाहिँ 9 किनको गाडा यो यही फोटो सानो फ्यामिलीमा म पनि अट्न चाहन्छु सानो मान्छे धेरै छेकियो यसरी हजुर चस्मा भएको भएन भने होइन ओरिजिनल चस्मा छ ओरिजिनल चस्मै छ नि अङ्कल नमस्कार नमस्ते अघि मैले दादालाई चिनाएँ अब दादाको जेठो छोरालाई चिनाउन लाग्यो म दादाको जेठो छोरो जेठो बाटो होइन जेठो बाटो भन्छ जेठो पनि हो बाटो पनि हो छोरो पनि हो त्यही त अनि हाम्रो नाता चाहिँ जेरी जस्तो छ होइन अङ्कल एकदम जेरी जस्तो छ बरु जेरी सोझो होला हाम्रो त्योभन्दा पनि खतरा बाङ्गो छ त्यसले गर्दाखेरि चाहिँ नि जेरी नाता भनेर हामी सबैलाई भन्दैछ उहाँ चाहिँ को पर्छ त हजुरको चिनाइदिन्छ न उहाँ बाबु रिसाब बाबु रिसाब चाहिँ नि एउटा नाताबाट ज्वाइँ अर्को नाताबाट चाहिँ नि भदा रिसाब उहाँ चाहिँ को नि चिनाइदेऊ न तिम्रो मेरो फुपू फुपा दाइनेबाट फुपू जेठो फुपू जेठे फुपा अब दादाको कान्छो छोरा हेलो विनाजु हाय फुपू मेरो फुपू अनि अनि यस्तो छ है रिलेसनमा चाहिँ के छ भने उहाँ भाइ अघि देखाएको अङ्कल उहाँ चाहिँ मेरो मम्मीको बहिनी होइन मम्मीको बहिनी उहाँ चाहिँ मेरो ड्याडीको बहिनी फुपू पनि आन्टीको देउरानी पनि यहाँ एकदमै नाता चाहिँ हाम्रो जेरी जस्तो छ मिठो अनि उहाँ चाहिँ मेरो श्रीमती म चाहिँ उहाँको श्रीमा अनि उहाँ चाहिँ मेरो जेठो छोरा उहाँ चाहिँ कान्छी छोरी उहाँ चाहिँ ड्याडी उहाँ चाहिँ हाम्रो कान्छोमा पनि कान्छो सरकार चस्मा लाएको हेरेछ को भन्नु नि के त्यसले मैले बुझाएको चिनिरहेको छौ नि तिमीले नयाँ सदस्य तिमी छैन गाह्रो भइरहेछ
बिस्तारै बिस्तारै बुझ्छ हाम्रो नाता के अरे बुझ्यो भने के हुन्छ अरे लोकसेवा पास गर्छ हो त्यस्तो गाह्रो ल ठिक छ म चाँडै पास गराउने बनाइदिन्छु अब खोल्छ न हाई बच्चा बच्चा हाई हाई भनिदेऊ दिदी यता हाई हाई मायाको देख एकचोटि छ त्यहाँ खोलेर दिदीलाई ओम नमः शिवाय भनिदेऊ अनि हरिओम भनिदेऊ अनि बा तिम्रो नाम के भन त बाबुको नाम के हो जायन खै त अनि स्पेल गर त Thank you. के थिम प्रायस आज त्यो त 420 जस्तो देख्यो नि त 420 के थियो ठिक छ मेरो भाउजू दाइ हजुर त रिलेसन सबै सक्छ नि हैन मेरो पनि नमस्ते हजुरले त सबै रिलेसन बुझिसक्छ नि हैन कहाँबाट को लाग्छ के लाग्छ भनेर नयाँ नयाँ मान्छेलाई अलिक गाह्रै हुन्छ नि त बुझ्नलाई नयाँ मान्छेलाई बुझ्न गाह्रो हुन्छ नि त अहिले मैले फेरि उहाँको मामा यो उहाँको मामा हो यो भनेर बुझाउँछु नि त अब जानी अब पुयो फास्ट गर्नु पर्दैन के अब जानी यस पापा भन्देऊ अब अहिले छ जानी नो पापा यस पापा कोर्स सबै जानिसके त्यो कोर्स सकेपछि मात्रै हो त्यसले फास्ट गरेर अब स्लो मोसन छाना अब जोनी अब ल चाहिँ लुपमा गएछ न अब जॉनी थ्यांक यू भन ल अब थ्यांक यू भन सबैलाई जॉनी भनेको सबैलाई No, ha, Open your mouth. Sana actually Om Namah Shivaya भन्नु Om Namah Shivaya. अनि हरि ओम फेरि भन्दै हरि ओम के हो त्यो आइसी बाला गर्दैन न बाला गर्दैन अब भुइले कतरामा के छि हाय ज्योति मेरो अर्को फुपू हेलो ज्योति दिदी बिनाजु नमस्ते मेरो अर्को बिनाजु नमस्ते हाय नानु हाय बहिनी खै राजल दर्शन नमस्ते देखाइदेऊ न किन राखेको त्यो टुपी It's for religious. It's for religious. तिम्रो वर्तमान भइसक्यो तिमीलाई पनि आउँछ त्यसमै मन्त्र पनि आउँछ Yeah, but I can't say it Why not? because you just can't. It's like a rule. Okay. के गीत गाउन मिल्छ कि के गर्न मिल्छ त I तिमीलाई can't sing. I'm not a talented singer. No. You can dance, right? No. Who's taller? Come here. All three of you. Wow, you're inflating yourself. Right, stand back and act. Oh, He's a little bit taller.
तिनजना यो सेम जेनेरेसनको होइन तर तिनजना यता हेर्नु न मामु गाई ह्याप्पी फेस हाई ह्याप्पी यो चाहिँ अर्को ग्रुप होइन के कुरा भइरहेछ त यहाँ भेगस राम्रो ठाउँ हो कि नराम्रो ठाउँ हो भनेर कुरा हुँदैछ कस्तो ठाउँ हो त दाजुबाट सुरु गर्नु पर्यो नि भेगस अब साथी जानलाई बुढाबुढी जानलाई रमाइलो राम्रो ठाउँ हो अब फेमिलीसँग जाँदा अलिकति त्यो वातावरण राम्रो छैन कपाल चाहिँ हजामको काट्यो किन राम्रो भयो किन नराम्रो रिसाउनु दामी चढिया फुल मैले त कपालै काटेको थिएन 2 ग्लासै लाग्दैन पानी छैन के खाएको हजुर यो वाटरमेलनको जुस वाटरमेलन जुस भने त के मिसाएको केही छैन मिक्सचर छ नि स्प्राइट छ अनिहरू छैन ऊ छ मिल्क छ अनि त्यसो भए के खानु त त्यसो के खानु त हजुरको चाहिँ रित्तो छ नि त मिल्क रहेछ ए पर्फेक्ट रहेछ यसमाथि नै राखेर खाइरहेछ नि त हजुरले यो हामी भेजलाई हो भेजलाई कर्कलो होइन कर्कलो होइन यस्तै एउटा फुल हुन्छ होइन यस्तै एउटा हुन्छ हाम्रो घर अगाडि थियो कि पाइन ट्री जस्तो होइन कर्कलो जस्तै हुन्छ चिसो ठाउँमा फल्छ कि मोटै हुन्छ अहिले पनि हाम्रो घर अगाडि थियो नि यो त नक्कली हो नि यो त नक्कली हो नक्कली तर यसलाई के भन्छ के पात हो यो त्यो त एउटा इन्डोर प्लान्ट कर्कलो होइन ज्योति चिनाइदिनु न को चिनाइदिनु न सबैजना चिनाइदिनु न ए मेरो अब मेन त अब तिमीलाई नै भन्नु पर्यो मेरो बहिनी बधाई नि अनि उहाँ ज्वाइँ छ कान्छी बुहारी भजा बुहारी म बुढी फुपू बुढी फुपू होइन नि फुपू मात्रै हो नि ड्याडीको बहिनी हल्ला हुन्छ ओहो तासमा त होइन ज्योति दिदी खप्पिस ज्योति दिदीले होइन यसो गरेर ज्योतिले यसो गर्नुहुन्छ होइन कर्पेट खेल्दाखेरि हेर्नुहुन्छ होइन ल यसले चाहिँ अब इटको एका फ्याल्न लायो भनेर अनि आफू पहिल्यै भुइँमा तास राख्नुहुन्छ इटको अनि त्यसपछि अर्कोले फ्याल्नु ल हेर चुप्प लाग्नुहुन्छ अनि ज्योतिको तास अन्मिदियो ज्योति यसो गर्नुहुन्छ यसो गर्नुहुन्छ गरेर खेल्नुहुन्छ पाम्नी भो त होइन नि पाम्नी भो त खेल्ने कुरा सही हो तासको कुरा त सही हो अर्को खप्पिस किटी ल हो के फरा खाने हाम्रो फ्यामिली जहाँ पनि तासै खेलिहाल्ने खतरा झ्याउ हुने यो मेरो सर्ट पैसा खेल न यो त कसिनो जस्तै भयो नि त यहाँ सकिसक्छ एकछिनसम्म कस्तो भइरहेछ त एउटा कुरा सोध्नु भने क्या तपाईँलाई किन सबैजनाले प्यारो
दिजु प्यारो दिजु भनेको प्यारो दिजु भने तिमी सानो छौ हगि मै नै तिमी सानो थियौ मलाई प्यारो भन न है छोरी भने अनि प्यारो भन्दा भन्दै प्यारो दिजु भन्यौ तिमीले अनि मलाई एकदम मन पर्यो अनि सबैको प्यारो दिजु सबैले प्यारो दिजु हुन चाहिँ हजुर मेरो नाताले हजुरआमा तर प्यारो भन भने मैले भनेको तर तिमीले चाहिँ प्यारो दिजु भन्यौ त्यसैमा रमाइलो लाग्यो है मन पर्यो प्यारो दिजु नै भयो कसैलाई दादा कसैलाई आमी कसैलाई दिदी कसैलाई दिजु है कसैलाई दिजु अनि फेरि तिम्रो दाजुले पनि मलाई प्यारो दिजु नै भन्छ अनि सानी बाबा ठुली बाबा पनि हो नि त मेरो माइतीको नाम है मेरो दिदीको ठुली बाबा मेरो चाहिँ सानी बाबा अनि घरमा आएपछि रेणुका मानेर अनि स्कुलको करुणा फेरि स्कुलको करुणा फेसबुक त छैन नि हजुरको के छ फेसबुकमा नि फेसबुकमा रेणु ल रेणु करुणा रेणुका अनि सानी बाबा प्यारो दिजु जग्गेमा दुलाले राख्नु पर्छ नि त नाम रेणुका भनेर राखे नि त ल धन्यवाद डिनर टाइम यो चिकन बिरयानी यो भेजी बिरयानी यो मसरुम मन्चुरियन यो पकौडा करी आजको डिनर अर्को ग्रुप के भइरहेछ यहाँ के भइरहेछ यहाँ कसले कुकुर पाल्ने हो जति भाइटामिन डी कसै झन्डै खाइदे यहाँ कसले गर्नु नहुने रहेछ क्या टन्नै खस्छ पानी हाल्दा पनि हल्लाउनु नहुने रहेछ ज्योति पाल्ने पनि कुकुर भाइटामिन डी 3 कस्तोमा पाउँछ हैन यस्तो यस्तोको कमीले हामीलाई शरीरमा त्यस्तो भिटामिन सी भनेर तैँले भनिस् यस्तो यता कुनामा छ कुनाको बाहिर फैलो म निकाल्दिन्छु पहिला ताली बजाउन यो चाहिँ पु गर्नुपर्छ पहिला अंकल मेरो ज्वाइँ हेरे नि मेरो त भाइ ड्याडी हजुरआमा दाइ भाउजू भाइ दाजु फुपाजु ल गलानी त भइसक्छ Happy anniversary! यो चाहिँ मेरो एउटा क्यालिफोर्नियामा रहेको सानो हाम्रो शर्मा सानो फ्यामिली हो प्लिज यो सबै शर्मा फ्यामिलीको थ्रुबाट लाइक गरिदिनु होला थ्याङ्क यू बाइ बाइ थ्याङ्क यू बाइ बाइ
छक्क साना लाइक भन शेयर भन सब्सक्राइब भन प्रभास भन भन्न चाहिँ टपटप सब भन्नु धेरै भन्दा